साथीहरू आज चाहिँ हामी च्याङ्ग्रेमा फुटबलको फाइनल भएर चाहिँ हामी यसरी आएको गेम हेर्न। गेम सुरु हुन लागेको छ। यो चाहिँ च्याङ्ग्रेको दृश्य। टक्क हामी चाहिँ माथि डाँडामा यिनीहरू नेपालको झन्डा पनि छ ऊ माथि फरफर रहेछ। यता चाहिँ अमिर र म चाहिँ चट्टै आज गेम हेर्न आएको च्याङ्ग्रेमा गेम भनेर। फाइनल सुरु हुनै लागिरहेछ। सायद अब सुरु हुन्छ। च्याङ्ग्रे बजारको पोखरी यो चाहिँ उहाँ चाहिँ स्कुल ठुलो पवादुङमा प्रदर्श स्कुल छ। त्यता चाहिँ बजार लाग्ने ठाउँ। हामी चाहिँ आज सोरी फाइनल हेर्न आएको। च्याङ्ग्रे बजारको दृश्य है साथीहरू त्यो रहेछ। कस्तो बनाएर त्यहाँ चाहिँ झन्डा अनि त्यता चाहिँ गेम हुँदैछ। त्यता चाहिँ रोड अलिकति रहेछ। रहेछ आज हामी च्याङ्ग्रे बजार चाहिँ त्यहाँ लाग्दो रहेछ। च्याङ्ग्रे बजार चाहिँ त्यहाँ लागेर हामी चाहिँ आज यसरी च्याङ्ग्रे बजारमा यसो फाइनलको लागि गेम हेर्न आएको। अमिर र म चाहिँ गेम हेर्दै आएको गेम हेर्नलाई फाइनल। आज चाहिँ कसले जित्ने हो अब ठक्क थाहा छैन। आज गेम हेरेर हामी चाहिँ 1-2 घन्टा 2-3 घन्टा पछि घर फर्किन्छौँ। गेम चाहिँ यहाँ सुरु हुन लागेको छ है गाइजहरू। अमिर सर के छ खबर? घाम डह्रो लागिरहेछ होइन? नेपालको झन्डा चाहिँ सट्ट यहाँ चाहिँ फरफराइरहेछ है साथीहरू। हाम्रो शान नेपालको झन्डा। गेम भेटरान्स तर्फको फाइनल खेल भोजपुर भेटरान्स भर्सेस जराटार बीच हुन लागिरहेको छ भने यो खेलको भोजपुर र जराटारको आज फाइनल गेम है साथीहरू। यो चाहिँ समिति